ओए ओए क्या कर रहे हो तुम के कर रहे हो रोनिसले अघि क्या घिस्रिँदै हिँड्दैछ त न गाइस फेरि एउटा प्रब्लम आयो होइन आज दौरा ल्याउने भनेको हिजो गाडी चाहिँ अब त्यो अलिक कम दौरा बोक्छ भनेर क्यान्सल गरेको र फेरि अर्को गाडी भनेको थियो त्यो पनि अब के गर्नुभएको सर आम्मामामामा हिलो खेलेको धुलो खेलेको माटो खेलेको हेर हेर माटो खेल्नु भएको हेर न सिक्क परेर अब खेल्दैछ नि त सो गाइस गुड मर्निङ एन्ड वेलकम ब्याक माई अनदर न्यू डेली ब्लग तपाईँहरूलाई मेरो अर्को एउटा डेली ब्लगमा फेरि पनि स्वागत छ आज पनि तपाईँहरूमा सधैँ डेली ब्लग लिएर आइसकेको छु र आज चाहिँ बिहानदेखि मौसम पनि बिग्रेको छ र म चाहिँ यहाँ केरा काटेर चारो तलदेखि लिएर आइसकेँ होइन सब सुँगुरलाई चारो पनि सकेछ अनि केराको पात चाहिँ खोले हुन्छ बाँकी चाहिँ चारो हुन्छ होइन सो अनि त्यो लिएर आएको छु अनि हिजो चाहिँ अब बेलुका गाडी अलि ढिलो गरेर दौरा ल्याउनु पाएन सो आज नि बेलुकीखेरि नै आउँछ भनेको छ गाडी के हुन्छ हेरौँ होइन सो अनि आज चाहिँ भगवान ल्याउनु पर्छ तर मौसमले साथ दिँदैन जस्तो कसलाई हो कसलाई दिनु चाबी चाबी कसलाई दिनु अरे कहाँको ए होला होइन होला हो स्कुल जाने कि नजाने आज नजाने अनि एक्जाम हुँदैछ होइन तिम्रो सो गाइस आज चाहिँ मौसम एकदम बिग्रेर जाडो एकदमै छ होइन अनि आज चाहिँ यो इस्कुसको ठ्याङ्ग्रा लाउनु पर्ने छ होइन यो पुरानो जति छ काम लाग्नेलाई चाहिँ युज गर्ने नलाग्नेलाई चाहिँ यिनीहरूलाई पुरा हटाएर बनाउनु पर्ने छ सो खाँबा पनि 1-2 मिनट थप्नुपर्छ होला नत्र कुनै कुनै त पुरानै पनि यस्तो बलियो छ क्या यहाँको खाँबा सो अनि यहाँ भन्दा नि पहिला म माथि बनाइसक्छु अनि यहाँ बनाउँछु होला कि यहाँ पहिला बनाउँ होला हौ यहाँ पहिला बनाउँछु त्यसपछि माथि बनाउनु पर्ला सो यसरी बिउहरू रोपिदिएको छ यहाँनिर चाहिँ इस्कुसको बिउहरू डुक्कुहरू उम्रिँदैछ बुर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 ु होइन यता त झन् अझै लामो उम्रिसकेको छ उयो त अझै उम्रिँदैछ बाँकी नै समय त उम्रिनु सो अब यिनीहरूलाई अहिले नै ठ्याङ्ग्रा लगाइदिनु भने चाहिँ पछि यो सबै भक्केर पनि जान्छ अनि यिनीहरूलाई चाहिँ धेरै लामो ठ्याङ्ग्रा पनि चाहिन्छ नि त सो त्यही भएर गर्नुपर्छ सो गाइस अब चाहिँ सर्वप्रथम चाहिँ यहाँनिरको खामा भाँचेको छ होइन माथिल्लोपट्टिको सो अनि यो बिचमा पनि 1-2वटा खामा भाँचेको छ सो त्यसलाई चाहिँ अब नयाँ गाडेर होइन टकटुक बनाएर परेङको पलो लगाएर बनाउँछु अनि यिनीहरू सबै झिकेर पुनः रिपाई गर्छु को रिदम हो को रिदम भनेको कहाँको रिदम के पर्छ रिदम तिम्रो के पर्छ कस्तो कुनै खाबा चाहिँ यसरी पुरै लडेर गएको छ होइन सो अनि यसलाई उकाएर चाहिँ सिधा अरू जस्तो सिधा भनेर लाउनु पर्ने छ यस्तैमा बलो लाग्यो भने चाहिँ यो पछि गएर इस्कुसहरू लारिँदा खरिँदा बोटाउँदा लडेर जान्छ पुरा गइसकेको छ नि हौ कहाँ बाङ्गे भइरहेको छ अरे बाबा यति त गाडेको रहेछ गाड्नु नि अनि लड्थ्यो नि त ओए ओए क्या कर रहे हो तुम क्या कर रहे हो ओए के हुँदैछ यता भटाभट गरे ल ल यो बार त नि निबाट काटेर वर पारि गर्नु पर्छ यो बार भइन है इस्कुस आउँदै भोलिपल्ट आयो को मलाई लट्ठी उठा हान्नेको हो रोनिसले अघि क्या घिस्रिँदै हिँड्दैछ त न के भन्नु पऱ्यो के भन्नु अरे फटा हुन्छ हौ चरा मान्छे जो पनि है बहिनी कति चकचके बोक्नु लु मम्मी अब दादाले कुट्ला दादाले कुट्ला नि आकाश खाना आयो
अब खाना खाने का चिली छोरी टन्न भात खानु ल हेलो चम्चीले खाने अनि हातले चुन्नुहुन्न चम्चीले खाने भने यहाँ दे मलाई ल खाम ल ल यस मेरो चाहिँ बिहानको खाना पनि भइसक्यो होइन शनिबार बार्ने क्रम चल्दैछ यहाँनिरदेखि होइन यसरी पुरानै घाबाहरू बल्दो रहेछ अनि कुनै कुनै बाङ्गेको ठाउँमा चाहिँ उकाएर नयाँ थप्दै यसरी एउटा एउटा नयाँ थप्दै बनाइरहेको छु मैले चाहिँ बिचबिचमा यसरी सब यहाँ तल पनि बनाउनु पर्छ त्यसरी नै खोइ कहाँ त तिल के हो तिल भनेको चिल हो चिल भन त के गरेकोलाई यस्तो हिलोमा आमामा लुगा पर्बो मम्मीलाई भन्नुपर्ने भने रोनिसको अब लुगा फोहोर गरेर सक्यो माछा भन्दै पानी हो त त्यो अनि हे भगवान् गाइस फेरि एउटा प्रब्लम आयो होइन अब आज दाउरा ल्याउने भनेको गाडी चाहिँ अघि नै भनिसकेको हिजो गाडी चाहिँ अब त्यो अलिक कम दाउरा बोक्छ भनेर क्यान्सल गरेको र फेरि अर्को गाडी भनेको थियो त्यो पनि अब आज चाहिँ आउनु नभ्याउने भयो मतलब चुत्रो काँडा ल्याउनु गएको थियो अरे अहिले लगातार 2 दिन यतादेखि बानी परिरहेछ नि त सो अनि त्यो ल्याउनु जाँदै गर्दाखेरि चाहिँ गाडी अहिलेसम्म फसेर निक्लेको छैन अरे होइन सो अनि आज अलि नभ्याउने भएको कारण भोलि बिहानै ल्याउने भनेर चाहिँ अहिले कुरा भएको छ भर्खरै होइन फोनमा अनि अब दाउरा चाहिँ भोलि मात्रै ल्याइन्छ र म चाहिँ रेगुलर यसरी ठाङ्रा लगाउँदै चाहिँ इस्कुसलाई पुरा यस्तो तरिकाले होइन यहाँ जति देखेको छ यही तरिकाले यता यता परपरि पनि लाउँदै लाउँदै जानुपर्छ के लेख्यौ दुईटा गरे के एबिसिडी अनि अर्को जोरा मिलायो के लेख्यौ अनि टीदेखि डब्लुएक्स आउँछ कसले भने टीदेखि चाहिँ डब्लुएक्स आउँछ भनेर अनि एबिसिडी नि खतरा लेखेर आएछौ क्या हो भनेपछि फेरि भनौँ त सुरुदेखि यता यता ई न एफ आउँछ एबिसिडी पो आउँछ त एफ आउँछ यता हो यता यता खोला खोला इधर आओ इधर आ जाओ इत्थे जाना है हमको इधर इस साइड जाना है इस साइड नहीं यहाँ परको सानो खोला तलको ठुलो खोला खोलै खोला नि यस कहाँ छ पारी चाहिँ पारी त छैन खोला कहाँ मस्तिर बारीको छेउ भने चाहिँ कहाँ छ हौ खोला कहाँ देखेछ गुइठे कहाँ खोइ के को धन्दा छ बारीको कस्तो बडीको बारीमा झन्डा छ भनेको ए त्यो त मृग खेदाको नि दुम्सी खेदाउनुलाई त्यस्तो बनाएको अनि आलु खाइदिन्छ बडी काट खाइदिँदैन त दुम्सीले हो त्यसको लागि बनाएको नि अहिले चाहिँ हामी यहाँनिर आएको छु होइन अस्ति जुन दाउरा कटकुराको लागि चित्र यहाँनिर बुनेर सब यहाँ रहेको टुप्पीहरू छ त्यो टुप्पीलाई चाहिँ लगेर अब इस्कुसको लागि ठाङ्रा बनाउनु पर्छ सब यत्तिकै खेर फाल्नु त भएन नि त यसलाई के अरे नजाने कहाँ जाने र हामी त यहीँसम्म मात्रै आएको यो ल्याउनुको लागि खोला नजाने हो त हामी त हामी कति बाबु त खोला जानु पाइन्छ भनेर बालेनको चाहिँ वार्षिक एक्जाम हुँदैछ होइन सर सो अनि अब यो वर्षको अन्तिम यो एक्जाम हुँदैछ त्यसपछि चाहिँ अब अर्को साल चाहिँ अर्को कक्षामा जान्छ अनि अहिले रेगुलर एक्जाम दिएर आउँदैछ छिट्टै आइपुग्छ आजकल अलि एक्जामले गर्दाखेरि त्यो चलाउनु हुन्न है नो 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 कसेकै छैन क्या यो
नगर न यस्तो कसेको छैन बिग्रियो भने त भरे फेरि बनाउनु पर्छ त्यसरी गर्नुहुन्न त थाहा छैन उपरको ताना लुहेर त परको कसेको तानिएर त आउँछ कि आउँदैन हो त्यो चेक हो आउँदैन देखो हो त्यस्तै बनाउनु पर्छ सबैलाई कसेर यिनीहरूलाई नि होइन बहिनी लुक्दैछ बाबा नतान्नु खालि तिमीलाई कमजोरी भाग खोज्यो चक्च गऱ्यो छोड्यो तान्नुहुन्न गऱ्यो या के गर्नुभएको सर आम्मामामामा हिलो खेलेको धुलो खेलेको माटो खेलेको हेर के साह्रो माटो खेल्नु भएको हेर न सिक्क परेर पो खेल्दैछ नि त लु अब चाहिँ मम्मीले कुट्ने भयो नि मान्छेहरूलाई के खेलेको यस्तो के खेलेको अनुहार हेर न अनुहार दाँत जस्तो बनाएर यति चाहिँ लगभग बारिसक्यो होइन यता त ठाङ्रा लगाइसक्यो अब यताको एरियामा यो चाहिँ किबी हो होइन यहाँ तलको सो यो किबीतिर पनि लगाउनु पर्नेछ ठाङ्रा चाहिँ होइन अनि आज चाहिँ यति नै अब रात परिसक्यो नि त यहाँ बाले चकचक गरेको छ अहिले मम्मीले कुटाइ खान्छ होला माटो खेल्ने मान्छेहरू केटाकेटीलाई अब जति खेल्नु चाहिँ दिनु भन्छ केटाकेटीमा होइन मतलब सानोमा दियो भने चाहिँ भोलि पर्सि गएर माइन्ड चाहिँ फ्रेस के अरे दिमाग चाहिँ अलिक चङ्खो चलाक टाइपको हुन्छ अरे भन्छ तर यसरी फोरी विन्जेल खेल्नु भने त मार्दैन बिजोग हुँदैन तिम्रो बिजोग हुँदैन यति भन्दै आजको भ्लग पनि यहीँ टुङ्गाउन चाहन्छु सो आई होप तपाईँहरूलाई मन पऱ्यो होला भिडियो होइन अब रात पनि सक्यो अब फ्रेस हुने एकछिन बिसाउने अनि खानाहरू खाने हुने हुन्छ अनि मौसम चाहिँ अझै पनि धुम्म छ भयो भने भरे बेलुका पानी पर्न पनि सक्छ होइन आजकल चाहिँ अस्ति एक दिन घाम लागेको थियो फेरि त्यहाँदेखि त्यस्तै मौसम फिटेर चाहिँ पानी पर्ने बेलुका भुइँचालो आउने सम्भावनाहरू मतलब धेरै भुइँचालोहरू पनि आइरहेछ आएको साल चाहिँ होइन अब पोहोर साल सकेर 2 साल चाहिँ लगातार पहिरोहरू गयो गाउँतिर होइन पुरा पहिरोहरू गएर गाउँहरू बिगारिदिएको थियो सो यो साल पनि पहिल्यैदेखि सङ्केत चाहिँ दिँदैछ अब हेरौँ के हुन्छ होइन हावा चलेर सुरु रहेछ यति भन्दै आज भ्लग पनि यहीँ टुङ्गाउँछु आई होप तपाईँहरूलाई यो भिडियो मन पऱ्यो होला सो यदि यो भिडियो मन पऱ्यो भने यो भिडियोलाई एक लाइक मेरो यो च्यानललाई एक सब्सक्राइब पनि गरिदिनु होला भन्दै बिदा हुन्छु बाई सेट भएर बस्नु होला